त्यही भएर यो बुढी र बुढी भएको मान्छेहरूसँग खासै हेर्नु ठिक हुँदैन रहेछ क्या। ठिक हुँदैन बुढी भएको मान्छे बुढीले गाली गर्ने अनि बुढी भएको मान्छेसँग उकालो उक्लिनु नसक्ने गाह्रो माटो नै यस्तो छ जिन्दगी। जिन्दगीमा बुढी र बुढीले दुःख दियो डर देखिन्छ र सकेसम्म हुने नहुने कुरा चाहिँ आफ्नो यो बुढी र बुढी चाहिँ कहिले पनि नहोस्। तर धेरै गाह्रो बनाउँदो रहेछ हजुर। अहिले भुकिँदैछ बुढीले हेर्नुपर्छ यो भिडियो अनि त भन्यो होइन भनेर अनि डाइलेक्ट दिँदाखेरि मजा आउँछ। तर एनिवे गाइज होइन रमाइलो नेक्स्ट लेभलको रमाइलो भयो चाहिँ। रमाइलो चाहिँ साँच्चीकै नेक्स्ट लेभलकै भयो। फ्रेस भयो अरूभन्दा नि फ्रेस भयो। साँच्चीकै गाइज यो बुढी र बुढी भएको मान्छेलाई चाहिँ गाह्रो हुँदो रहेछ क्या। बुझ्नु भएन? बुढी भयो भने घुम्न हिँड्दाखेरि कति घुम्छौ तिम्रो साथीहरूसँग भन्छ अनि घुम्न आयो यो बुढीले हिँड्नै दिँदैन। त्यही भएर बुढी चाहिँ घटाउनुपर्छ बुढी चाहिँ हुनुपर्छ। अनि जङ्गली फुल हेर्नुहोस् न यहाँ गाइस टिलिक्क घाममा चमक्क पारेर फक्रेर बसिएको छ। अब माई गड यो कालो मलाई त भाउजूको पसलको भट्टीको त्यो चिसो छ्याङ पो याद आयो यार। अरू बेला चाहिँ के छ्याङ खानु पेट फुल्लिन्छ भन्छन् होइन तर खानुपर्ने चाहिँ लास्ट मोमेन्टमा आएर चिसो मोयो है गाइस। त्यो जाँडसाँड भने चाहिँ खानु हुँदैन। गाह्रो छ नि गाह्रो छ के गर्नु। फेरि गाइजहरू पानी परेको छैन ढिला आयो कोही पनि छैन गाइजहरू बाइक हेर्नु है फेरि पार्किङ लटमा होइन। फेरि हामी मात्र आएको भन्लान् होइन गाइजहरू टन्नै आएको छन्। जस गरिब महिना सुरु भएदेखि घुम्ने सिजन पनि सुरु भएको छ। लेट्स सी यो वर्ष कहाँ पुगिन्छ। हेर्दै जाउँ रमाउँदै जाउँ अनि घुम्दै जाउँ होइन बुढो। यस पहिलासँग घुम्न त छोड्नुहुन्न तर घुम्न छोड्नु हुँदैन। अरू घुम्नु नघुम्नु बुढो र म चाहिँ घुम्ने घुमेको गर्नुपर्छ है। यो गर्मी सिजनमा त हामी त यो काहीँ पनि नछोड्ने क्या। काहीँ पनि नछोड्ने सकेसम्म हप्तामा एकचोटि नत्र भएसम्म 2 हप्तामा एकचोटि 2 हप्तामा एकचोटि त स्योर 100%। नयाँ ठाउँ नयाँ अनुभव बटुल्नु पर्यो नि त होइन। नत्र यार यो यस्तो ब्युटिफुल जिन्दगी यार खेरोमा जान्छ गाइस यार। यो म चाहिँ हामी चाहिँ यो खेर फाल्नु दिँदैनौँ है। त्यही भएर नेभर। लेट्स गाइज ह्याभ फन।